गएको है ओए सुन न लिसा कस्तो गएमा एकछिन अब 5 मिनेट अब 5-10 मिनेट त हो हामी बस्ने अनि पुरा होइन एउटा 40 to 45 को रेन्जको एउटा केटी पुरा मास्टरबेट गर्दै थियो अरे क्या एउटा नारी होइन अनि पुरा मास्टरबेट गर्दै थियो अरे फिङ्गरिङ गर्दै थियो अरे अनि त्यसपछि अब त्यही त हो ढोका थुनेको थिएन रहेछ स्याट्ट उसको छोरा छिरेछ क्या तिमीले सुनेको होला अनि टक्क छोरा स्याट्ट छिरेछ होइन अनि देखिहाल्यो आमाले मास्टरबेट गर्दै गरेको छोराले सोध्यो के गरेको आमा यो भनेर यो पूजा गरेको भनेर क्या आमाले होइन अनि छोराले आमा फलफुल चढाम भनेर नचढा तेरो बाउले अहिले आएर किरा चढाउँछ भनेर क्या अन्त ब्लेडवाला सुनेको कि नसुनेको तिमीहरूले ब्लेडवाला कस्तो ब्लेड दाइ एउटा 12 वर्षको नानी होइन 10-11 वर्षको नानी पुरा बागमतीको खोलाको साइडमा हिँड्दै थियो अरे क्या नेकेट क्या होइन नेकेट हिँड्दै थियो अरे अनि अब बागमती एरियातिर टुरिस्ट टक्क आउँदै थियो अरे यस्तो भिडियो खिच्दै अरे त्यो नानीको बिजोक देखेर पुरा 100-200 दिएछ क्या होइन अब 100 नभनौँ न 1000 नै दिएछ लुगा सुगा किन भनेर छोरी खुसी हुँदै घर गएछ आमालाई देखायो होइन आमालाई देखायो अनि आमा छक्क पर्यो अनि आमाले भन्यो यो कहाँबाट दियो आमा म त यस्तो यस्तो गरेको थिएँ अनि टुरिस्ट अङ्कलले मलाई यस्तो यस्तो पैसा दियो भने आमा पनि बिहानै नाङ्गुते पुगेछ क्या होइन नाङ्गुते पुगेछ तर आमालाई चाहिँ 5 रुपियाँ मात्रै दिएछ क्या भाइ बुझेनौ किन दिएछ भन्नु न 5 रुपियाँ चाहिँ किन भुत्ला बिलेट किनेर भुत्ला खुर्की भनेर 5 रुपियाँ देखाइदिएछ दिशा कहाँ गयो त्यस्तो हो क्या केटा हो जोक्सहरू त कति छ लिसा गएको हो भाइ है गएछ दुईजनाले के खान्छ देऊ त अफलाइनहरूलाई तिम्रो दाइले तिमीलाई भन्नु वारियर ब्रदर अब हामी पनि जाने हो अब खेलिँदैन होला भाइले पढाएछ अब हामी खेल्ने नै होइन को भाइ हो फेरि पढाउने गर्सन भाइ हो एउटा लौका चाट्दिएको अवस्था गर्नु पर्यो एडी कसले बोलाएको एडी ब्रदरलाई थाहा छैन हो किन बोला फेरि राति राति एक गर्दैछ हौ भाइ के गर्दैछ 1 बज्दैछ भर्खर Psych, that's the wrong number. मैले तिमीलाई अस्ति एक दिन मैले फर्स्ट भेटेको दिनै मैले तिमीलाई एउटा कुरा भने जस्तो लाग्छ मलाई अल्फा भाइ